नमस्कार साथीहरू, हजुरहरूलाई स्वागत छ मेरो आजको भिडियोमा। आज चाहिँ मैले हजुरहरू सामु धेरै दिन पछाडि अर्को भिडियो लिएर उपस्थित भइसकेको छु र आज मैले यहाँनिर हजुरहरूलाई डिजाइन बनाएर देखाइरहेको छु। मैले यो बनाएको डिजाइनमा चाहिँ हजुरहरूलाई इयरबड्स पनि चाहिने हुन्छ। इयरबड्सको सहायताले हामीले चाहिँ यसलाई फ्लावरको डिजाइन दिनेछौँ र मैले चाहिँ यहाँनिर यसरी डट 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 लाइनहरू यहाँ यसरी बनाइरहेको छु। हजुरहरूले हो यसरी बनाउन सक्नुहुनेछ र हजुरहरूले चाहिँ यो डट लाइन दिएर इयरबड्सले फ्लावरको डिजाइन बनाउन पनि सक्नुहुन्छ र मैले जसरी माथिपट्टि फेरि अर्को लाइन बनाएर चाहिँ अनि मैले जसरी नै यसरी डिजाइन बनाउन सक्नुहुनेछ। मैले चाहिँ यहाँनिर अनि एकैताली 2 लाइन बनाएर चाहिँ हजुरहरूलाई यो डिजाइन बनाएर देखाइरहेको छु। यसरी नै हजुरहरूले यो डट लाइन चाहिँ मोटो पनि लिन सक्नुहुनेछ, पातलो पनि लिन सक्नुहुनेछ र हजुरहरूले हेर्न सक्नुहुनेछ मैले चाहिँ यसरी बर्ड्सको सहायताले यहाँनिर डिजाइन बनाइरहेको छु। यसरी बनाउँदा चाहिँ फ्लावर डिजाइन बन्ने हुन्छ। हजुरहरूले मैले जसरी नै हो यसरी बनाउन सक्नुहुनेछ। यसरी बनाउँदाखेरि चाहिँ अब लास्टमा चाहिँ यो कम्प्लिट हुँदा चाहिँ फ्लावर बन्नेछ। हजुरहरूले अलिक ग्याप नछोडिकन बनाउन पनि सक्नुहुनेछ। मैले चाहिँ अलिकति ग्याप राखेर बनाएको छु भने हजुरहरूले चाहिँ यसलाई एकदमै ग्याप नराखिकन पनि बनाउन सक्नुहुनेछ र माथिबाट यहाँनिर चाहिँ हो यसरी डिजाइन बनाइदिनु होला। मैले यहाँ बनाए जसरी नै हजुरहरूले यसरी बनाउनु होला। अनि यहाँ यसरी लाइनिङ तानेर हो यसरी बनाउन सक्नुहुनेछ। यो डिजाइन पनि राम्रो देख्छ हजुरहरूले अनि आफूलाई आउँदैन होला भन्ने लाग्छ भने ट्राई गरेर हेर्न सक्नुहुनेछ। अनि यहाँ मुनि पनि मैले यसरी नै अब बर्ड्सको सहायताले यहाँनिर डिजाइन बनाउने छु र हामीले चाहिँ यहाँ मुनि अरू पनि डिजाइनहरू थप्न सक्छौँ। मैले चाहिँ हजुरहरूलाई यति नै बनाएर देखाएको छु भने अनि अरू डिजाइनहरू पनि बनाएर लाउन सक्नुहुनेछ। अरू त लाउने मन छ भने अब मैले यहाँ पनि यसरी नै फिङ्गरमा पनि बनाएर देखाउने छु। यो डिजाइन चाहिँ एकदमै सिम्पल छ अनि यसरी लगाउँदाखेरि यो लाइनिङ चाहिँ हजुरहरूले एकदमै धेरै प्र्याक्टिस गर्नुपर्ने हुन्छ। मेरो जसरी लाइनिङ कोर्नको लागि चाहिँ हजुरहरूले मेहन्दीको कोन चलाइराख्नु भयो भने हजुरहरूलाई गाह्रो चाहिँ हुँदैन। हजुरहरू पनि यस्तै पर्फेक्ट बन्न सक्नुहुन्छ। म त्यति धेरै पर्फेक्ट त भइहालेको छुइनँ र पनि मभन्दा पर्फेक्ट पनि बन्न सक्नुहुनेछ। हजुरहरूले यसरी ट्राई गर्नुभयो भने यसरी होइन हामीले मेहन्दीको कोन चाहिँ त्यही भएर यसरी पेपरहरूमा बनाइराख्यौँ भने चाहिँ हामीले एकदमै हामीलाई इजी पर्छ मेहन्दीहरू यसरी चलाउन, डिजाइनहरू बनाउन हातहरू बस्दै जान्छ। कोन यसरी हामीले चलाइराख्यौँ भने चाहिँ अनि र मैले यसरी बनाएको छु। यहाँनिर हामीले चाहिँ फर्स्ट स्टेप भनेको नै लाइनिङबाट सिक्नुपर्ने हुन्छ र यसरी नै मैले जसरी नै हजुरहरूले लाइनिङ बनाएर गर्न सक्नुहुनेछ। हजुरहरूलाई गाह्रो भयो भने लाइनिङ आफूले तानेर बिस्तारै तानेर पनि गर्न सक्नुहुनेछ अथवा आफूले मेहन्दीले हल्का बनाएर त्यसमाथिबाट कोर्न पनि सक्नुहुनेछ। मैले यहाँनिर डिजाइन चाहिँ यसरी बनाइरहेको छु भने हजुरहरूले यो डिजाइन यसरी लाउन सक्नुहुनेछ। मैले भिडियोमा बनाए जसरी नै र हजुरहरूले कहाँबाट हेर्दै हुनुहुन्छ मेरो च्यानल र म हजुरहरू सामु धेरै दिन पछाडि उपस्थित भएँ त्यसको लागि चाहिँ म एकदमै छु र मेरो च्यानललाई लाइक, सेयर, सब्सक्राइब